भएछ आज हैन भोलि टीका हो हामीले नमस्कार सबैजनालाई र विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ र आज चाहिँ दसैँको र मेरो पनि हैन सबैजनालाई जो कोही हाम्रो सब्स्क्राइबर अब फलोवर्सहरू हुनुहुन्छ सबैलाई हैन दसैँको एकदम मङ्गलमय शुभकामना हजुरहरूले सोचेको कुरा सबै पुगोस्। सर्वप्रथम त आज हामी दसैँको 9 दिनमा छौँ र कतिजनाले चाहिँ अब यसमा फास्टिङ पनि गर्नुहुन्छ र मेरो फास्टिङ थियो, मेरो व्रत थियो र आज 9 दिन हो र आज मैले चाहिँ 9 दिनमा कन्या पूजा गरेर कि त 3 जना कि त 7 जना कि त 9 जना अब छैन भने आफ्नो घरमा भएको अब आफ्नो सन्तानलाई जस्तै देवीको स्वरूपमा पूजा गर्ने चलन छ र आज 9 दिनमा मैले व्रत समापन गरेको छु। मेरा छोरीहरूलाई चाहिँ यसरी टीका अर्चना गरेर पूजाआजा गरेर केही सानो एउटा आफूले सकेको गरेर र साथसाथै हामीले चाहिँ यो 9 दिनमा चाहिँ आफ्नो घरमा भएका हात हतियार जस्तै आफूसँग भएका गाडी बाइक हजुरसँग जे छ साइकलै होस् र पनि त्यसलाई पूजाआजा गर्ने चलन छ है यो दिनमा र यो चाहिँ हामीलाई हाम्रो ड्याडी मम्मीले आमा बुवाले चाहिँ सिकाउनु भएको संस्कार हो र हामीले चाहिँ जहाँ भए पनि आफ्नो देशबाट टाढा भए पनि हामीले चाहिँ गर्ने प्रयास गरेका छौँ र जस्तो सुकै होस् सानो होस् अथवा सबै कुरा मिल्नै पर्छ भन्ने छैन। हामीले सबै कुरा मिलाएका छैनौँ र हामीले जानेको हाम्रो आउने सन्ततिलाई चाहिँ हामीले सिकाउने कोसिस मात्र गरेका हौँ र हेलो गाइस वेलकम टु आवर युट्युब च्यानल। आज चाहिँ हैन हाम्रो घरमा लास्ट स्पेसल कुरा छ किनभने आज दसैँको 9औं दिन नवमी परेको छ हैन। आज हामी चाहिँ के गर्ने छौँ भने हाम्रो स्पेसल के गर्ने छ हामी आज गाडीको पूजा गरेर हैन पूजा गर्नेछौँ प्लस हामी आज देवीको धेरै ठुलो पूजा गर्दैछौँ है हामीले गाइस। आज चाहिँ हामी हैन यहाँ हाम्रो देवीहरूको पूजा गर्छ। हामीसँग घरमा 2टा देवी छन् हैन 3 जना देवी छन् घरमा अनि हामी आज पूजा गर्नेछौँ अनि त्यस पछाडि हामी चाहिँ आज गाडी पूजा नि गर्छ है सबैजना मिलेर। हाम्रो ठुलो देवी हो चाहिँ देवीहरूलाई हाम्रो के छ हाम्रो पुरा प्राइज पनि रहेछ यार। ओ माई गॉड 2 जना देवीहरूलाई त हैन आज हामी भव्य नै गराउने छौँ। कान्छा सानो देवी ठुलो देवी ओ माई गॉड सो क्यूट।
9वटा देवीको लागि 9वटा बत्ती बालेको छौँ। अब 9वटा कन्या हुनु पर्थ्यो, हामीले जुराउन सकेन र हाम्रै बच्चाहरूलाई गरे। जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवदात्री स्वाहा नमस्तस्ते नमस्तस्ते नमस्तस्ते। जयन्ती अरे सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमोस्तुते। ल मेरो छोरीहरू ठुलो मान्छे बन्नुपर्छ, धेरै ज्ञानी मान्छे हुनुपर्छ है। चाख्ने मात्र है, प्रसाद हो। Now it's time for prasad. Woo! Let's eat the candy. Bunita baby, oh, Amanya? Bhadrakali Kapal. Oh, wow, mommy give prize. Avani prize for you. Prize, get the prize. Woo! Oh, dear, Avani, look. Okay, all right. Thank you. Thank you. Like this, ready? Take that, lady. Thank you. Daddy is the best one. Like the team like the daddy. मात्र लाउनु पर्छ हो। अब यो येल्लो लगाइदियो, मलाई लगाइदियो येल्लो, अघि लगाइसक्यो नि येल्लो। थ्याङ्क यू मेरो प्यारी प्यारी छोरी लक्ष्मी माताहरूलाई। गाइस हामी चाहिँ अब नेक्स्ट भनेको चाहिँ हाम्रो अब घरमा अब सानोतिनो गाडीहरू छ होइन, गाडीलाई अब पूजा गर्नेछौँ। आज नवमीको दिन हो होइन, नवमीको दिन अब गाडी पूजा नगरे पनि हुँदैन होइन, गाडी पूजा गर्नेछौँ। त्यस पछाडि भनेको हाम्रो आजको दिन त्यहाँदेखि एन्ड हुन्छ है। अनि मेरो श्रीमती अब उहाँ रेडी गर्दैछन् पूजाको लागि सबै कुराहरू। 4-5 साल चाहिँ अनि कन्टिन्यू हामीले गरिरहेका छौँ। 10 वर्षै भइसक्यो। हामीले जुटाउन पर्दा गरिरहेछ। अनि हाम्रो चाहिँ यो मन्दिर यस्तो छ होइन, हामी सबै अब सबै कुराहरू यहाँ पूजा गरेर होइन, अनि हामी चाहिँ लगेर सानो अब पूजा गर्नेछौँ है त। हाम्रो मेरो श्रीमतीले चाहिँ होइन रियल कुरा भनिहाल्छु होइन। अब सबैलाई थाहा छ दुर्गा माताको पूजा कति दिन हुन्छ, दशमीसम्म पूजा हुन्छ भने चाहिँ नम्बर 1 देखि होइन आज नवमी भएछ, 9 दिनसम्म चाहिँ उसले होइन पूजा गरेर आज 9 दिन भयो। हाम्रो 9 दिनको जमरा चाहिँ यो यति भएछ आज होइन, भोलि टिका हो। हामीले नलाए पनि अब नानीहरूलाई लगाइदिनु पर्ने हुन्छ।
त्यस कारणले मैले रोपेको थिएँ। यसपालि एक दिन ढिला रोपेका थिएँ, त्यही पनि मलाई नहुने भएर घटस्थापनाको भोलिपल्ट चाहिँ मैले जमरा रोपेको थिएँ। तर एकदमै राम्रो आएको छ जमरा चाहिँ, अति नै राम्रो। र दुर्गा भवानीले सबैको रक्षा गरौँ, कल्याण गरौँ र सधैँ हाम्रो घरमा दुर्गा भवानीको बास रहोस् र दुर्गा भवानी सधैँ हामीलाई आशीर्वाद दिनुहोस्। हामीलाई मात्रै नभएर हजुरहरूलाई पनि दुर्गा भवानीले सदैव आशिष दिइरहनुहोस्। र यो विजयादशमीको उपलक्ष्यमा हाम्रो तर्फबाट हजुरहरूलाई धेरै धेरै शुभकामना। हाम्रो चाहिँ होइन गाडी पूजा गर्नको लागि यो सामग्रीहरू चाहिँ अब पानी चाहिन्छ, रेडी भइरहेछ होइन, चाहिन्छ, प्रसाद चाहिन्छ। यहाँ नै नरिवल छ, नरिवल फुटाउँदा नि हुन्थ्यो तर हामीले अलरेडी अघि फुटायौँ, त्यो भिडियो लिएनौँ होइन, बाहिर फुटाएको थियो। अब यहाँ अलिकति चन्दन छ, यो पहेँलो अबिर हो, यो रातो छ, अनि यहाँ जौतेल र अलिकति अक्षताहरू छन्, अनि यहाँ रातो कपडा होइन, यति चाहिन्छ। अब सुरुमा हामी यहाँ भित्रको हतियारलाई यसो पूजा गर्छौँ, अलि धारिलो कुराहरूलाई अब यो धारिलो कुरालाई अब हामी चाहिँ होइन पूजा गरिरहेछौँ है। मुनि हल्का मलाई सिधा उयो देऊ त। दुर्गा माता हजुरले चाहिँ रक्षा गरौँ होइन। यो ठाउँमा मात्रै काम परोस् क्या, यसको चाहिँ होइन, ठाउँमा मात्रै काम लागोस् होइन। जहीँ अब अब जस्तै नराम्रो कुराहरूमा यो धारिलो कुराको अब उपयोग नहोस् होइन। त्यसकै लागि अब पूजा गरेको भनौँ न होइन। अनि अब दुर्गा माताले रक्षा गरून् होइन। गाइस हाम्रो नेक्स्ट पूजा भनेको अब गाडी पूजा गर्न हामी चाहिँ होइन बाहिर गइसकेर अब बाहिर लागेको है। गाइस हाम्रो पूजा अब चाहिँ सुरु भइसक्यो है, गाडी पूजा। कहिले पनि नराम्रो कुराहरू होइन, अब जस्तै अब दुर्घटना हुनुमा अब धेरै सहयोग गर्नुहुन्छ अरे क्या दुर्गा माताले। यो यतिसम्म गरियो भने चाहिँ होइन, त्यही बापत हामी चाहिँ आज होइन हाम्रो अब सवारी साधनहरूको चाहिँ पूजा हाम्रो चाहिँ यो भइरहेको छ भनौँ न। अब यहाँबाट सुरु हुन्छ है। हामी चाहिँ गाडीलाई जहिले पनि होइन एभ्री इयर पूजा गर्छौँ होइन। यसपालि पनि हामीले चाहिँ अब सानोतिनो अब पूजा गरिरहेको छौँ भनौँ न। हामी चाहिँ एकदम भाग्यमानी लाग्छ क्या, किनभने एउटा समयमा सबै कुरा गर्न पाएको छौँ होइन। गाइस म चाहिँ एकदम साह्रो खुसी लागेको छ क्या, किनभने कुनै पनि अब हामी अब विदेशमा बस्ने होइन मान्छेले यति सुन गर्न धेरै गाह्रो हुन्छ, किनभने एउटा समय जुटाउन गाह्रो हुन्छ होइन। त्यस बापत पनि हामीले चाहिँ अब हाम्रो टाइम छैन र भए पनि हामीले चाहिँ यति सुन गर्न पाएको एकदम भाग्यमानी लाग्छ है आफूलाई होइन। म चाहिँ एकदम धेरै ह्याप्पी छु। सधैँ हामीलाई साथ दिनु होला आफ्नो होइन कर्म गरेर खानलाई। त्यही कारणले नै हामीले चाहिँ यो
यहाँ चाहिँ मेन पूजा गर्नुपर्ने के हाल्नुपर्ने यहाँ हो क्या, किनभने यो चाहिँ मेन इन्जिन हो होइन, यसले गर्दा नै अब गाडी चल्छ होइन। गाइस हाम्रो छेउ अर्को गाडी पूजा गर्न सुरु भइसक्यो। यहाँ छ ल त्यो सानो ठिक गर्नु। ल हाम्रो महारानीले अब पूजा गरेर सक्न लागि नि होइन। अब उहाँले धेरै पूजा गर्नुभएको छ, उहाँलाई पनि अब हाम्रो दुर्गा माताले होइन उनले चाहेको जति सबै पुगोस् होइन। हे दुर्गा माता होइन, म तपाईँलाई के भन्न चाहन्छु भने होइन, अब हाम्रो लक्ष्मीले उहाँले चाहिँ होइन सोचेको कुरा सबै पुगोस्, त्यही भन्छु। आज एक दिन त हुनु पर्छ, क्लिन गर्न सक्दैन त्यसो भए के पूजा गर्नु, भगवान रक्षा गर्नु है, दुर्गा माताजी भवानी। हामीले चाहिँ ध्वजा लाउने गरेको छ होइन, हामी एभ्री इयर लागो अब देखेको होला होइन, पहिला पनि राम्रो भइरहेछ। यो चाहिँ हाम्रो दोस्रो गाडीको पूजा गरेको है। केही छ भनिहाल न। गर्नुपर्छ आफ्नो रीतिरिवाज होइन, आफ्नो परम्परालाई कहिले बिर्सिनु हुँदैन र आफूले जहिले पनि युज गरेको सधैँ रक्षा गरिदिनु। हामीले कर्म गरेर खाने यो के भन्छ साधन होइन, त्यस कारणले चाहिँ सधैँ हामीलाई चाहिँ राम्ररी रक्षा गर्नु। यसो ढोग्नु गाडीलाई, सधैँ रक्षा होस्। सिक्नुपर्छ, पूजा पनि गर्नुपर्छ है, सिक्नुपर्छ छोरा मान्छेले पनि। अलिअलि टिका लाउनु न। ल अब हाम्रो पूजाको पनि अन्तिम होइन के भन्छ अन्तिम चरणमा पुगिसक्यो हामी पनि पूजाको होइन। अब हजुरले सबै देख्नुभयो होला, यसरी नै हजुरहरू पनि पूजा गर्नुहोस् होइन। गाडीको हजुरहरू आफूले आफूलाई होइन कसरी प्रोटेक्टिभ राख्नुहोस् होइन। अनि यसरी नै गर्नुभयो भने सधैँभरि राम्रो हुन्छ। सवारी साधनले पनि हजुरहरूलाई एकदम कहिले पनि धोका दिने छैनन्, सोचेको कुरा सबै कुरा पुग्ने छन् होइन। त्यही हो, यसरी नै गर्नुपर्छ है। आज दसैँको 9औं दिन, जसमा चाहिँ हामी आफ्नो घरमा भएका सर्वसाधारण अनि त्यसपछि यो जति पनि गाडीहरू छन्, आफूले युज गर्ने हात हतियारहरू छन्, अथवा कतिको कल कारखानाहरू हुनसक्छ होइन। यदि हजुरहरू नेपालमा हुनुहुन्छ भने अनि विदेशमा पनि हामीले चाहिँ यो 9 दिनमा चाहिँ गाडीको पूजाआजा आफूले सकेको
सकिन्छ आफ्नो घरमा पनि र यो चाहिँ चलिआएको चलन हो। हामीले भ्याएसम्म गरेकै नै छौँ जुठो नपरेसम्म। र आज हामीले 9 दिनमा चाहिँ गाडीको पूजा अर्चना र हात हतियारलाई पूजा गर्यो र हजुरहरूको दसैँ पनि राम्रो होस् शुभकामना भन्न चाहन्छु र हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। बाई। ल गाइस, थ्याङ्क यू फर वाचिङ अस हैन। सी यू इन द नेक्स्ट भिडियो। बाई। आज दसैँको 9 दिन र 9 दिनमा चाहिँ हामीले हजुरहरूले चाहिँ विश्वकर्मा पूजाको दिनमा चाहिँ अब जस्तै गाडीहरू आफ्नो काम व्यस्तताका कारणले बिर्सिनु भएको छ भने चाहिँ यो दिनमा पनि पूजा गर्ने चलन छ है। र हामीले चाहिँ लगभग आफ्नो अब यता जुठो सुठो नपर्दाखेरि चाहिँ सधैँ हामीले चाहिँ आफ्नो परम्परा आफ्नो संस्कृतिलाई बिर्सेका छैनौँ। हाम्रो आमा मम्मी ड्याडीले अथवा बुवा आमाले दिएको संस्कारलाई चाहिँ हामीले निरन्तरता दिइरहेका छौँ।